धेरै साउथ लेभलको भनेर भनिराख्नु भएको छ भन्दा पनि अब जे सबै कुरो मिलेर आएको छ होइन हजुर राम्रो छ होइन फाइटिङदेखि लिएर सबै कुरो राम्रो छ बलिदानले जस राम्रो रेकर्ड दिन्छ उहाँको रोलको बारेमा के भन्नु उहाँको रोल त अब पुरै नगरौँ एकदम झकास छ राम्रो छ थ्याङ्क यू यता दाइ के छ राम्रो छ एकदम राम्रो छ एकदम फिल्म राम्रो छ एकदम फिल्म दामी छ हैन साउथ को स्टाइल छ हो बलिदान जस्तैको रोल पनि राम्रो छ बाबा अगाडि थोरै अलिकति जास यता उहाँले भन्नुहुन्छ फिल्मको बारेमा कस्तो आज रिलिज भएको यस बलिदान हामी ठुलो साथीहरू आएका छौँ एकदमै नेपाली परिवेशमा अहिलेको समय सापेक्ष भर्खरै मात्रै गएको जेनजी आन्दोलनलाई पनि यस फिल्मले न्याय दिएको छ जस्तो लाग्छ सम्पूर्ण नेपाली दर्शक महानुभावहरूले हेरेर प्रतिक्रिया पनि दिनु होला एकदमै राम्रो पनि छ र उहाँको रोलमा हाम्रो मित्र रितेश जङको रोलमा जहाँ आवश्यक पर्ने थियो एकदमै महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ उहाँ साथी हामीमा यस्ता साथी कलाकार पाउनुले हामी पनि एकदम गौरवान्वित भएका छौँ एकदमै राम्रो छ सुपर डुपर छ सबैले जय बलिदान भनेर हेर्दाखेरि उम्लिन्छ ब्लड उम्लिन्छ हेर्दाखेरि त्यति धेरै माया देशप्रतिको माया बबाल्छ कतिले साउथ लेभलको भनिराख्नु भएको के भन्नु त फुल यो हेरेपछि साउथ फिल्म हेर्नै पर्दैन